हेर्दाखेरि त सोझी देखिन्छ, काम चाहिँ उल्टो फुल्टो गर्दै रहेछ। हेर्दै बाघ जस्तो, जिउ पनि क्या लोभ लाग्दछ मोराको। पानी खराब भए पनि हेर्दाखेरि त राम्रै रहेछ। बोलाऊ कि? केटी भएर कसरी पहिले बोलाउनु? फेरि पोथी बाँचे पो भन्ने हुन् कि? पहिलो भेटमै कसरी बोल्नु, चिन्नु न जान्नु, को हो को हो। अघि चाहिँ शान देखाएर हिँड्थ्यो, अहिले चाहिँ बोल्दैन, डर छिरुवा। डराएर भएन, फेरि यस्तो मौका कहिले आउला र? बोल्नै पर्यो। सुन्नुहोस् त, तपाईँको शुभ नाम के हो? चाँदनी। वाह, जति राम्रो मुहार त्यति नै राम्रो नाम। के म तपाईँलाई हृदयदेखि नै यो नामले बोलाउन सक्छु? नाम बोलाउनकै लागि राखिन्छ नि, होइन र? हेर्नुहोस्, मेरो नाम अर्जुन, माथि साइली फुपूको आफन्त, काठमाडौँबाट आएको। ए, साइली फुपू हो। तपाईँको घर पनि यतैतिर हो कि क्या हो? तपाईँलाई किन चाहियो? होइन होइन, त्यत्तिकै।